आज चाहिँ बिहान बिहान उठ्ने बित्तिकै बाबाले भाइलाई र मलाई कता लानुभयो र भाइ र म घर आइसकेपछि के खाजा खायौँ भनेर हेर्नको लागि लास्टसम्म हेरिदिनु होला। अल राइट गाइज, वेलकम टु माई मिनी ब्लग। सन्चै हुन्छ, म पनि सन्चै छु। म फेरि आइसकेको छु हजुरहरूको सामु नयाँ मिनी ब्लग लिएर। दिप्सने आज चाहिँ बिहान बिहान उठ्न पाएको छैन बाबाले त। ल हिँड बजार जाउँ रे, किन हो त्यस्तो भनेको त, दुध लिन पो जानुपर्ने रहेछ। भाइलाई र मलाई चाहिँ लिएर जानुभयो अनि त्यसपछि बिच बाटोमा छोडिदिनु भयो। किन यस्तो गरे भनेको त, म बजार जानु पनि काम छ, तिमीहरू यहाँबाट घर जाऊ रे। ल ठिकै छ नि त भनेर चाहिँ हामीहरू डाइरेक्ट घरतिर लाग्न थालेको। त्योभन्दा अगाडि चाहिँ हामी दुध किन्न गयौँ। दुध किन्न चाहिँ यो पसल नगएर कहाँ होला भन्ने जस्तो लाग्छ नि। यो पसलै हो गाइस, तर यो ठुलो खालको पसल हो। हाहा जस्ट जोकिङ। यो चाहिँ डेरी हो। हामीहरू चाहिँ चौगाडाको डेरीमा आएको छौँ दुध किन्नको लागि। बाबा चाहिँ उता बोतल लिन जानु भएको छ, बोतलमा अब दुध लिएर जान्छौँ हामीहरू। ल सिधै अब बाटोमा भेटौँला है त गाइस। दुध मात्र लगेर के काम भनेर दुध र हामीहरू चाहिँ बिस्कुट लिएर गयौँ। जाने बेलामा मेरो सब्सक्राइबरलाई बाटोमा भेटेको थियौँ। त्यो चाहिँ पछाडिबाट साइकलमा आइरहेको रहेछ। अनि ल भिडियोमा आउन त भनेर मैले चाहिँ उसलाई भिडियोमा लिएर आइदिएँ। हेलो भनेको उता लजाएर जान लाग्यो। ल के छ र जान जा भनेर मैले चाहिँ छोडिदिइहालेँ। अब हामीहरूको चाहिँ त चल्छ, त्यही भएर त भनिदिएको। सब्सक्राइबर चाहिँ हो त्यस्तो नराम्रो नमानौँ। दुध चाहिँ के भएको आज त प्लास्टिकमा पो लिएर जानु पर्छ। बोतलमा लानु थाल्यो त बोतलै नपाएर त्यसपछि हामीले लग्यौँ प्लास्टिकमा दुध लिएर आउने बेलामा चाहिँ हामीले डबल प्लास्टिकमा लिएर थियौँ। त्यही पनि अझै पोखिन लाग्यो अनि हामीहरूले ट्रिपल प्लास्टिक लिएर आयौँ। त्यो ट्रिपल प्लास्टिक चाहिँ हामीहरूले बिस्कुट किन्ने पसलबाट मागेर लिएर आएको, त्यहाँबाट दिइहाल्यो, हामीले लिएर आइहाल्यौँ। त्यसपछि पनि अझै पोखिन्छ त। ल त्यसपछि भाइलाई ल भाइ दौडी, यसरी दुध पोखाएर हिँड्नुभन्दा दौडी घर गएर सिधै कराईमा हालौँला भनिदिएको। अनि गुटुङटुङ हामीहरू घरतिर लाग्यौँ। अब सिधै घर पुगेपछि भेटौँला। अल राइट गाइज, अल राइट, फाइनली हामीहरू चाहिँ घर पुगिहाल्यौँ। दुध चाहिँ मैले डेक्चीमा खनाइसकेको छु। भिडियो चाहिँ बनाइरहेको थिएँ तर अन गर्ने बिर्सेछ। त्यसपछि त ल्याएको छ र भनेर लास्टको एउटा क्लिप भयो भने हालिदिइहालेँ। अब चाहिँ भाइले दुधको चिया बनाउनु लागेको छ। चिया र बिस्कुट हामीहरू गमका गम खाने बेला छौँ। अल राइट गाइज, फाइनली भाइले पनि चिया बनाइसकेको छ। बिस्कुट चाहिँ फट्ट फोरेर हामीहरूले चाहिँ गमका गम ह्याप सानो लाग्यो। बिस्कुट खाएको भएर होला, बिस्कुट चाहिँ छिटो सकिहाल्यो। तर यो लास्टचोटि खाँदाखेरि चाहिँ मेरो मुख पोल्यो। त्यसपछि मैले बिस्कुटै खाइनँ भनेर चाहिँ भन्न नपाई त लास्ट एउटा फेरि बाँकी थियो। फेरि यसलाई 3टा च्याप्प समातेर गममा खाएँ। योभन्दा अगाडि त्यस्तो राम्रोसँग पोलेन, तर यो पालि चाहिँ मलाई यतिसम्म पोल्यो कि कसरी बनाउँ तपाईँहरूलाई म यो मेरो पीडा भन्ने जस्तो भयो। ल यति भन्दै आजको मिनी ब्लग यतिमै अन्त्य गर्दछु। राम्रो लागेको भए लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। हजुरहरूको दिप्सनेलाई टाटा बाई बाई।